हेलो साथीहरु, गुड मर्निङ सबैजनालाई। निकै आरामै हुनुहुन्छ होला, हामी पनि निकै आरामै छौँ। ट्याक्क अहिले चाहिँ यो कुदुमा चाहिँ बिहानको 8:30 भयो। यहाँ चाहिँ घाम लागेको छैन, बादल टन्न लागेको छ। आज बाजेको टक्क आगो ताप्दैछौँ हामी। हल्का हातखुट्टा धेरै काटिए, अलिकति के अरे तातो पनि त गर्नु पर्यो त नि, आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्यो होइन। यो चिसो मौसममा के भन्नुहुन्छ तपाईँहरू? के भन्नुहुन्छ चिसो मौसममा? चिसो मौसममा के भन्छ भने हामी पुसको ठन्नी, मङ्सिरको ठन्नी भन्छौँ। अरू के भन्छ? मान्छेहरूलाई के सूचना दिनुहुन्छ त तपाईँहरू? तातोमा बस्नु, बस्ने, बाक्ला बाक्ला कपडा लगाउने, ताता सुबै त गुरुमुरी हुने। अब काम नभए पो गुरुमुरी हुने, काम भएपछि अनि कहाँबाट गुरुमुरी? कपडा बन्ने लुका लाउने काम हामी दुखारीलाई त अनि कहिले पो सुक्को हुन्छ नि त। अनि ताता कपडा लाउने काममा हिँड्ने हो त। अनि यसो बसेर कहाँबाट पुग्छ त अनि होइन। यसो बिहान बिहान हाम्रो भलाकुसारी गर्छौँ क्या, बाँचन्जेल रमाइलो गर्ने त हो नि, सम्झना राख्दै आउँछु बोई बाजेहरूका। मरेपछि कसले हेर्छ र होइन? बाँचन्जेल ट्याक्क रमाइलो गर्ने सबैले देख्छन्। माया मान्या मान्छेहरूले पनि टक्क टाढा, ओहो साइला बाजे यस्तो थियो, ऐठी थियो के हेर्नु। साइला बाजे अनुहार देख्न मन लागेको थियो, टक्क देखियो भन्ने सबैले देख्छन्। ऊ साइली भाइ गाउँतिर हो, ट्याक्क चुलो, यस्तो चुलामा ट्याक्क आगो ताप्ने बस्ने, यस्तै भिडियो गर्न आउने मन त यस्तै छ।